हेलो दिदी, मेरो पसलबाट हजुरले के सामान लिएर आउनु भयो आज? मैले यो 4 पिस दराज हजुर अनि यो के भन्छ बक्स बेड लिएर आउनु भयो। बेड ल्याए। कस्तो लाग्यो हजुरलाई जियोस मलाई भन्छ? धेरै राम्रो लाग्यो जेएसबाट ल्याएको। हजुरले अरू सामान पनि ल्याउनु भएको छ, ल देखाउनु नि त उतातिर गएर। हजुरले सामान ननि राम्रो लाग्यो होइन जियोस सर? मलाई धेरै राम्रो लाग्यो। अझ यो यो चाहिँ एप्पल बेड एकदमै राम्रो खालको। धेरै राम्रो लाग्यो। यतातिर 3 पिस दराज पनि ल्याउनु भएको छ है, 3 पिस दराज पनि ल्याए। अनि म्याट्रेस पनि ल्याउनु भएको छ है हजुरले। पनि अनि अब आउने हाम्रो कस्टमरहरूलाई चाहिँ के भन्नुहुन्छ हजुरले जियोस फर्निचरमा सामान के? आउने कस्टमर तपाईँहरूको ग्राहकलाई हजुर जेएस फर्निचरबाट ल्याउनुहोस्, धेरै राम्रो सामानहरू पठाउनुहुन्छ, धेरै राम्रो लाग्यो। मैले नि प्राइस कस्तो छ हजुरले? प्राइस हजुरकै प्राइसमा प्राइस धेरै मिलाएर दिनुहुन्छ, तपाईँहरूले भने जस्तै सोचे जस्तै। सोचे भन्दा नि एकदमै सस्तो मूल्यमा चाहिँ सामान पाउनु भएको छ। यहाँतिर दिदी चाहिँ लाज मान्नु भएको छ। दिदी उहाँ दिदी हो मेन चाहिँ है। धेरै राम्रो मैले नै ल्याएको हो। हेर्नु हेरी हेरी खानी खानी। ल एकदमै राम्रो खालको बक्स बेड 2-3टा, दराज 2टा, अझै डाइनिङ कुर्सीहरू, अझै सामानहरू चाहिँ टन्नै अर्डर गर्नु भएको छ है। अर्डर गर्नु होला। ल हस् दिदी धन्यवाद। फेरि पनि सेवा गर्ने मौका जियोस फर्निचरलाई चाहिँ पक्कै पनि दिनु होला है त। अझै पनि ल्याउने छु म। ल हस् दिदी हस् धन्यवाद।